सो हेलो, अब आजको भिडियोमा चाहिँ हामी स्वरवन्दको बारेमा कुरा गर्छौँ हैन। हेरौँ कतिवटा भ्याइन्छ। अब स्वरवन्दक भनेपछि सबैलाई थाहा भएको कुरो सबैलाई मरेपछि जसलाई पनि स्वर्गै जानु छ हैन। यो चाहिँ हाम्रो भूवर्लोक भन्दा जस माथि हुन्छ स्वरवन्दक हैन। अब स्वरवन्दकमा को जान सक्छ त भन्ने कुरा आउँछ। जसले राम्रो कर्म गरेको हुन्छन् ती आत्माहरूलाई चाहिँ स्वर्गको सुख र भोगको अनुभव गर्न अनुमति दिइन्छ। अब भनेपछि चाहिँ अब स्वरलोकमा जान चाहिँ हाम्रो डाइरेक्टली मनुष्यबाट स्वरलोकमा जानु छ भने चाहिँ हाम्रो कर्म राम्रो गर्नु पर्यो। अनि हाम्रो धर्मराज भनेको यमराज, यमराजले चाहिँ हाम्रो पाप र पुण्यलाई जोख्छन् हैन। जोखेपछि यदि हाम्रो कर्म स्वर्ग जाने लायकको कर्म छ भने हामीलाई स्वरलोकमा पठाउँछन्। यसै गरी हाम्रो के हुन्छ स्वरलोकमा त फेरि हाम्रो शरीर 3 तत्त्वको हुन्छ, त्यही वायु अग्नि आकाश तत्त्वबाट बनेको हुन्छ। अब हामीले भने जस्तो के हुन्छ पृथ्वीमा के हुन्छ, पृथ्वीमा 5 तत्त्वको शरीर हुन्छ भनेपछि देवताहरूको के हुन्छ 3 तत्त्वको शरीर हुन्छ हैन। यसलाई हामी स्वर्गलाई हामी भोग योनि पनि भन्छौँ हैन। एकदम भोगी हुन्छन् देवी देवताहरू, एकदम भोगी हुन्छन् हैन। माथि एकदम हैन नाचगान गरेर सोमरस भन्छ नि हैन, सोमरस पिएर एकदम भोग विलासमा लिप्त हुन्छन् देवी देवताहरू। अब जब उनीहरूको पुण्यको खाता सकिन्छ भनेपछि जब उनीहरूको पुण्य सकिन्छ त्यसपछि शक्ति डाउन हुँदै जान्छ हैन। त्यति बेला के भन्छ त्यो भन्दा मुनिको लोक उनीहरू झर्न थाल्छन्, त्यसपछि भूलोकमा झर्छन् हैन। महाज्ञानी र तपस्वी आत्माहरू कहिले इन्द्रलोक जस्तै स्वर्गको भोग गर्दैन हैन। मोक्ष चाहना भएका आत्माहरू स्वर्गलोक भन्दा माथि मरलोक, जनलोक, तपोलोक, ब्रह्मपुरी, विष्णुपुरी, शिवपुरी वा परमधामतिर जान्छन्। र यी आत्माहरू चाहिँ के हुँदै गएर परब्रह्म परमेश्वर निराकारमा सबै गएर समाहित हुन्छन्। ठिक छ। जो चाहिँ अब के भन्छ सत्य प्रधान आत्मा हुन्छ नि उनीहरू चाहिँ सकेसम्म चाँडो गएर मुक्ति पाऊँ भन्ने उनीहरूको सोच हुन्छ हैन। त्यो जब उनीहरू आयमा ट्राभल गरिरहेको हुन्छन् हैन, मुनिबाट माथि गरिरहेको हुन्छन्, त्यो बेला चाहिँ उनीहरू त्यो ट्राभल गर्दाखेरि त्यो बिचमा स्वरलोक पर्छ नि त। त्यो पर्दाखेरि चाहिँ उनीहरू त्यहाँ भोग विलासमा नपरिकन डाइरेक्ट त्योभन्दा माथिको आयमा जान खोजिहाल्छन् हैन। जो त्यहाँ एकछिन अब त्यहाँ के रहेछ हेरौँ भनेर त्यहाँ छिरो कि फस्छ। अब टाइमको हिसाबले हेर्ने हो भने चाहिँ स्वरलोकको 1 दिन भनेको हाम्रो पृथ्वीको 1 वर्ष हुन्छ। कोही बुझ्यो नि हैन। अनि बेसिकली अब हाम्रो यो भूलोकलाई हाम्रो मायाको संसार भन्छौँ भने हैन, जुन चाहिँ 5 तत्त्वको मायाको संसार भन्छौँ भने चाहिँ स्वरलोकलाई चाहिँ सूक्ष्म जगतको मायाको संसार भन्दा नि भयो। 3 तत्त्वको हैन, एकदम धेरै माया हुन्छ, धेरै। र यो माया माथिको आयामसम्म ट्राभल गर्दा फेरि तीसम्म कन्टिन्यू भइरहन्छ हैन। जबसम्म विष्णुपुरी पुग्दैन तबसम्म कन्टिन्यू भएको भइ हुन्छ। र अब स्वर्गमा भएको देवता र हामी यहाँ पृथ्वीमा भएको मनुष्यमा फरक के छ भन्दाखेरि चाहिँ यति फरक हो कि उनीहरूसँग 3 तत्त्वको शरीर हुन्छ हैन, हामीसँग 5 तत्त्वको शरीर हुन्छ। उनीहरूसँग पनि त्यो रिस द्वेष हैन, त्यो माया सबै सेम हुन्छ हैन। फरक यति शरीरको फरक मात्रै हो। उनीहरू भोग विलासमा अझै बेसी मायामा उनीहरू पढेको हुन्छन् हैन, परेको हुन्छन्। इन्द्र पनि एकचोटि हाम्रो के भन्छ आत्मज्ञान प्राप्त गर्नलाई प्रजापतिको आश्रममा आएको हुन्छ पहिले। किनकि आत्मज्ञान त स्वर्गमा अभियसली पनि प्राप्त हुँदैन। स्वर्ग भनेको भोग योनि मात्रै हो।
त्यहाँ ज्ञान कहिले पनि प्राप्त हुँदैन। ज्ञान प्राप्त गर्नलाई मनुष्य योनि प्राप्त गर्नुपर्छ होइन। त्यही भएर मनुष्य योनि पनि दृढ हुन पायो, मनुष्य योनि पनि ज्ञान भएर माथिको आयाममा जाने ज्ञान पायो भने चाहिँ एकदमै राम्रो भन्ने कुरो। तर के भन्छ मनुष्य योनिमा म ज्ञान र जान्छु भनेर आयो भने पनि यहाँको मायामा लिप्त हुन थाल्छ। यसपछि अझ त्योभन्दा मुनिको योनिमा झर्न थाल्छ, भूत प्रेत योनिमा होइन, पिशाच योनिमा झर्न थाल्छ। मैले अघि भनेअनुसार स्वर्गको 1 वर्ष भनेको कति हुन्छ धरतीमा, सरी स्वर्गको 1 दिन भनेको धरतीमा 1 वर्ष कति हुन्छ भने होइन। त्यसै गरी अब उनीहरूले अब स्वर्गमा भोग्दै अब स्वर्ग भोगेपछि के हुन्छ उनीहरूको पुण्यको खाता सकिन्छ होइन। पुण्यको खाता सकेपछि उनीहरू फेरि मनुष्यमा झर्छन् अनि 84 लाख योनिमा फेरि घुम्न थाल्छन्। फेरि नयाँ कर्म बन्छ, फेरि घुम्छन्, फेरि 55 करोड नरकमा जान्छन् होइन। त्यसकारण ज्ञानी पुरुषले कहिले पनि 3 लोकहरूको अस्थायी सुखलाई स्वीकार गर्दैन। किनकि उनीहरूलाई थाहा हुन्छ ब्रह्मको 1 दिनमा के हुन्छ, मुनिको 3टा लोक सबै सखाप हुन्छ। मतलब हाम्रो अर्थ, स्वर्गलोक, भूवर्लोक यो 3टा लोक सखाप हुन्छ। यो हाम्रो कल्पप्रलयमा आउँछ होइन। यसको बारेमा पछि भन्नेवाला छु म। यो हाम्रो के भन्छ ब्रह्मको 1 दिनमा के हुन्छ, हाम्रो यो 3टा लोकहरू सबै सखाप हुन्छ। हाम्रो विष्णुजीले आएर के गर्नुहुन्छ, अग्नि जुन हाम्रो के भन्छ सूर्य हो नि, सूर्यमा प्रवेश गरेर इन्टु 12 चोटिको घाम कति हुन्छ तातो, त्यति साह्रो घाम ल्याएर सबै यो सखाप पारिदिन्छ लाएर 3टा लोक। यसको बारेमा पछि एकदम ब्रिफमा भन्छु। स्वर्गलोकमा पनि आयु सीमित हुन्छ होइन। आत्माले स्वर्गमा रहेर पनि पुनः तल झर्नै पर्छ होइन, किनभने त्यहाँ त ज्ञानै हुँदैन। अनि आत्मा ज्ञान पाउनलाई मनुष्य बन्नै पर्छ, मनुष्यमा आउनै पर्छ। त्यही भएर पनि भन्छ नि होइन, वेदहरूको अनुसार स्वर्गको कामना गर्ने मान्छेहरू एकदम मूर्ख हुँदैन। जो स्वर्गको सुख प्राप्त गर्न तपस्या गर्छन् ती सबैलाई वेद मूर्ख भन्दछन् अरे। त्यसकारण मृत्युलोकलाई हामी भूलोक भन्छौँ होइन। भूलोकमा आत्माले ज्ञान प्राप्त गरेर आत्मा कल्याण गर्न सक्छ। त्यही भएर हाम्रो मनुष्य भनेको एकदम अमूल्य जीवन हो भन्ने कारण त्यो पनि होइन। आफ्नो भविष्य बनाउन हामीसँग शक्ति छ, त्यसैले यसको प्रयोग गर्नुपर्छ भन्ने कुरो हो। अरू कुरा त यस्तै हो। स्वर्गलोकको बारेमा पछि पनि भन्ने छु होइन। अहिलेको यति।